हेलो गाइज, वेलकम टु माई अनदर न्यू भिडियो। आज हामी चाहिँ मुदिङकोकमा जाँदैछौँ। यो चाहिँ ताप्लेजुङ बजारदेखि यो यता ताप्लेजुङ एफएम छ यता चाहिँ, अनि यहाँबाट सिधै माथि गयो भने चाहिँ मुदिङकोकमा पुगिन्छ। अब आज हामी यहाँबाट अर्को भिडियो स्टार्ट गर्दैछौँ। अनि यो तलको चाहिँ भयो ताप्लेजुङ बजार, यो तोक्मी डाँडा भन्छ यहाँनिर। अनि ऊ तल भानु स्कुल छ यहाँनिर है, यहाँ भानु स्कुल भयो, यो ताप्लेजुङ बजार भयो। त्यस पछाडि यता माथि चाहिँ ताप्लेजुङ एफएम छ। यो चाहिँ ताप्लेजुङ एफएमदेखि अगाडि यो शालिगहरू बनाएको छ। यो चाहिँ 2063 मा हेलिकप्टर क्रासमा चाहिँ 24 जनाको डेथ भएको थियो। त्यति बेलाको चाहिँ शालिगहरू यहाँनिर सम्झनामा बनाएको छ। ठ्याक्कै ताप्लेजुङ एफएम अगाडि छ यो शालिग चाहिँ। अनि यो इन्सिडेन्ट चाहिँ 2063 मा घुन्सामा भएको घुन्सा हेलिकप्टर दुर्घटनाको शालिगहरू चाहिँ यिनीहरू नै यहाँ सम्झनामा राखेछ। हामी चाहिँ आइपुग्यौँ भीमतुना डाँडा। यहाँ चाहिँ भीमतुना डाँडा भन्छ। त्यस पछाडि यहाँबाट सिधै माथि जाने हो। सिधै माथि गएपछि चाहिँ हामी पुग्छौँ मुदिङकोकमा आउँछ। त्यस पछाडि त्यहाँनिर हाम्रो मेन डेस्टिनेसन चाहिँ त्यहाँनिर हो। आज हामी त्यहाँ पुगेर फर्किनेछौँ। भीमतुना डाँडा चाहिँ यस्तो छ, यस्तो राम्रो छ। यहाँ एउटा मन्दिर नि छ। यो चाहिँ यस्तो राम्रो। हामी चाहिँ यत्रो ग्रुप मुदिङकोकमा जाँदैछौँ। अनि एकदम ठाडो उकालो छ, माथि पुग्नुपर्छ। हाम्रो ताप्लेजुङ बजारको पानी ट्याङ्की यहाँनिर पानी कलेक्ट भएर ताप्लेजुङ बजारमा चाहिँ सप्लाई हुन्छ। ल हामी अन द वे छ। यहाँबाट चाहिँ पुरै ठाडै बाटो छ सिधै माथि। यस्तो जङ्गल छ, जङ्गलको बिचमा चाहिँ यस्तै सिँढी बनाएको छ। यहाँ हेर्न सक्नुहुन्छ। अनि सिँढीबाट माथि माथि जाने हो। अब हामी अहिले यहाँ बाटोमा जाँदैछौँ। हामी सिधै माथि पुगेर हजुरहरूसँग भेट्छौँ। ओके, यो चाहिँ श्रीजङ्गा पार्क। यहाँनिर चाहिँ श्रीजङ्गाको स्ट्याचु बनाएको छ। अनि उहाँ चाहिँ लिम्बू लिपि आविष्कार गर्ने भनेर चिनिनुहुन्छ उहाँ चाहिँ। अनि उहाँको इतिहास चाहिँ लिम्बू सोसाइटीको भाषा लिपि संस्कृतिलाई चाहिँ जोगाउन पर्ने भनेर चिनिनुहुन्छ उहाँ चाहिँ। उहाँको स्ट्याचु चाहिँ यसरी बनाएको रहेछ। यहाँ श्रीजङ्गा देख्नुभयो नि। यो लोगो नै होला सायद, होइन? यो चाहिँ सिलम साकमा भन्छ। यो चाहिँ यो लगाएपछि चाहिँ बाधा अर्चनहरू चाहिँ हुँदैन भन्ने एउटा त्यो छ। सबै यसले चाहिँ रक्षा गर्छ भन्ने खालको यो चाहिँ एउटा सिम्बोल जस्तै हो। यो लगाएपछि चाहिँ त्यस्तो खालको हुन्छ। यस्तो त डर हुन्छ नि। यहाँ हेर्नुहोस्, यहाँ रमाइलो छ फेरि। हाम्रो आन्टीहरू चाहिँ यसरी नाच्छ। यहाँबाट हामी सिधै माथि जान्छौँ। यस्तो छ बाटो, मस्त ठाउँ। हामी चाहिँ मुदिङकोकमा पार्क आइसकेको छौँ। यहाँनिर चाहिँ धेरै मान्छेहरू फोटो खिच्नलाई आउनु हुँदो रहेछ।
हामी पनि आएको छौँ ल यो चाहिँ यतापट्टि दोखु पर्दो रहेछ यतापट्टि पुरै अनि वहाँ तल चाहिँ तमोर नदी छ त्यहाँबाट उता चाहिँ अरू नै ठाउँहरू छन् यो चाहिँ दोखु यहाँ तल नगरपालिका रहेछ ताप्लेजुङ नगरपालिका हामी मुदिङकोकमा पार्क आइसक्यौँ हामी मुदिङकोकमा पार्क घुमेर फर्किसक्यौँ ल अब हामी मुदिङकोकमा पार्क घुमेर यस्तो यहाँ चट्ट बस्ने ठाउँ जस्तो रहेछ यहाँनिर चाहिँ यस्तो बनाएको रहेछ यहाँबाट यस्तो भ्युज देखिँदो रहेछ यस्तो राम्रो अब यहाँबाट हामी फोटोसोटो खिचेर अब यहाँ फोटो खिच्ने प्रोग्राम चाहिँ चलिरहेकै छ यहाँ अब हामी चाहिँ फोटोसोटो खिचेर अब हामी फर्किन्छौँ अब हामी यो भिडियोलाई चाहिँ यही एन्ड गर्छौँ पानी पनि पर्न लाग्यो अनि तपाईँहरू पनि यहाँ घुम्न आउन सक्नुहुन्छ पैसा केही लाग्दैन एकदम राम्रो ठाउँ छ टाइम स्पेन्ड गर्नको लागि ल अब हामी यो भिडियोलाई यही एन्ड गर्दै अब हामी यहाँबाट जान्छौँ बाई बाई गाइस